नेपालसँग तीनटा चीज छ। यसको आधारमा मैले बोलेको छु। नेपालसँग पहिलो त वेद र बुद्ध छ। नेपालमा वेद जन्मियो, नेपालमा बुद्ध दर्शन जन्मियो। वेदको योग र बुद्धको ध्यान अहिले विश्वको हरेक कुनामा प्रचारित भएको छ। तपाईलाई हामी सबैलाई जगजाहिर छ, विश्वको 184 वटा राष्ट्रमा वेद र बुद्धको अभ्यास योग र ध्यान गर्ने गर्छन्। त्यो नेपालमा जन्मेको सम्पदा हो, त्यो नेपालमा जन्मेको चीज हो। त्यसैले नेपाल विश्वको वेद र बुद्धको केन्द्र हो भनेर वैदिक मार्गीहरू र बौद्ध मार्गीहरूलाई नेपालमा तान्ने अभ्यास गरिदियो भने नेपाल विश्वको आध्यात्मिक केन्द्रको रूपमा स्थापित हुन्छ। एक नम्बरको कारण। दोस्रो कारण भनेको नेपाल भनेको आर्ष पद्धतिको भूमि हो। आर्ष पद्धति, यो शब्दलाई ख्याल गर्नु होला भक्त सज्जनले। आर्ष भनेको ऋषि मुनिको पद्धति, आर्ष भनेको संस्कार र आविष्कारयुक्त पद्धति। जस्तै पिपलमा पानी चढाउँछौँ हामी, त्यो संस्कार हो। पिपलले हामीलाई नभई नहुने हावा दिन्छ, अक्सिजन, त्यो चाहिँ आविष्कार हो। संस्कार र आविष्कार कहाँबाट सुरु भयो? यहीँबाट ऋषिमुनिहरूले नेपालबाट सुरु गर्नुभयो। यो कुरा मैले मात्र बोले होइन, शिवपुरी बाबाले, खप्तड बाबाले पनि बोल्नु भएको छ। त्यसैले नेपाल संस्कार र आविष्कारको ज्ञानको भूमि भएको हुनाले एकपटक नेपाल टेक्न पर्छ भनेर हामीले आह्वान गर्दैछौँ। विश्वव्यापी एउटा क्याम्पेन सुरु गर्दैछौँ। भले सरकारले नारायण पोखरेल प्रतिष्ठानको नाममा नागार्जुन नगरपालिका 7 रामकोटमा जग्गा प्रदान गर्यो। हामीले जग्गा खोज्दै हिँड्यौँ। नेपाल सरकारले भोगाधिकारको रूपमा जग्गा प्रदान गर्यो 100 वर्षका लागि रामकोटमा। त्यसपछि हाम्रो त्यहाँ विकल्प थिएन, त्यहीँ बनायौँ हामीले। 22 रोपनी जग्गा हो र जहाँ त्यो जग्गा जहाँ लिए पनि यो जग्गा भनेको चाहिँ नेपाल भूमिकै जग्गा हो। र नेपाल भूमि भनेको के हो भने विश्वको आध्यात्मिक केन्द्र हो, आध्यात्मिक गुरु राष्ट्र हो। म एकपटक बेलायतमा जाँदाखेरि एउटा गोरेले नेपाली टोपी लगाएको देखेर के सोधे भने, तपाईँ नेपालबाट आउनुभयो भन्दा हो भने मैले, यस आई एम फ्रम नेपाल भने मैले। अनि मैले सोधेँ कसरी चिन्नुभयो, हाउ डिड यु रिकग्नाइज मी भनेर सोधेँ मैले। कसरी चिन्नुभयो भन्दा उसले भन्यो बिकज अफ युर क्याप, तिम्रो टोपीले गर्दा मैले चिने भनेर मलाई मेरो शरीरमा स्पर्श गरेर ढोग्यो उसले। र उनले के भने मलाई भने, ओ द रियल प्लेस फर स्पिरिचुअल प्र्याक्टिस। नेपाल भनेको आध्यात्मिक साधनाको लागि विश्वको उत्तम भूमि हो, जो मैले साधना गरेर मेरो शरीरमा तरङ्गित भएको छ भनेपछि नेपाल गुरु राष्ट्र रहेछ भनेर त्यहाँबाट मैले नेपाललाई चिनाउनु पर्छ भन्ने उहाँले दिएको सन्देशले मलाई झन् क्लिक भयो, मलाई झन् ऊर्जित भयो। र अर्को कुरा, एकजना व्यक्तिले अमेरिकामा सालग्राम पूजा गरेको देखेँ मैले। कहाँबाट ल्याउनु भयो भन्दा यो चाहिँ इन्डियाबाट ल्याएको भने। इन्डियामा सालग्राम पाइँदैन भनेपछि उनले पछि नेपाल नै आए, मसँग मुक्तिनाथ गएर सालग्रामको शिला लिएर गएर अहिले अमेरिकामा पूज्ने काम गर्छन् उनले। यसैले नेपाल वेदको भूमि हो, बुद्धको भूमि हो, सँगै सालग्रामको भूमि हो। विश्वको 125 करोड जति सनातनीहरू छन्, वैदिकहरू, बौद्ध मार्गीहरू जोड्ने भने 2 अरब भन्दा बढी छन्। ती हरेकले घरमा राखेर पुज्ने सालग्राम चाहिँ नेपालको सालग्राम हो। त्यसैले यो सालग्रामको भूमि हो, यो वेदको भूमि हो, यो बुद्धको भूमि हो भनेर मात्रै प्रचार गर्ने काम गरियो भने हामीलाई अरू केही गर्नै पर्दैन। हामीलाई पर्यटन भनेर जङ्गल देखाउनु पर्दैन, पर्वतारोहण भनेर देखाउनु पर्दैन, त्यो पनि देखाउनु पर्छ, देखाउने हो। विशेषतः नेपाल चाहिँ के हो त, आध्यात्मिक पर्यटकीय भूमि हो, धार्मिक पर्यटकीय भूमि हो। त्यही कुरा उठान गर्नका लागि हामीले काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 7 रामकोटमा हामीले आध्यात्मिक केन्द्रसहित बद्रीधाम बनाएर यो क्याम्पेन सुरु गरेका छौँ। र यो क्याम्पेन मार्फत चाहिँ नेपाल आध्यात्मिक पर्यटकीय भूमि हो। नेपाललाई सबैले टेक्नुपर्छ, विश्वका जनमानसले जो आध्यात्मिक साधना गर्नुहुन्छ, योग गर्नुहुन्छ, ध्यान गर्नुहुन्छ, उहाँहरूले नेपाल टेक्नुपर्छ भन्ने एउटा विश्वव्यापी रूपमा एउटा अभियान चलाउने हाम्रो लक्ष्य। त्यही लक्ष्यका साथमा हामीले रामकोटमा, काठमाडौँ नागार्जुन नगरपालिका 7 रामकोटमा चाहिँ यो कर्म अगाडि बढाइरहेका छौँ। 3टा कर्म हुन सक्छन् त्यहाँ।
एउटा कुरा त चारधामको नाममा नेपालबाट विदेशीको रकम नेपालमै रहन्छ। एउटा धाम बनेर बद्रीधामको दर्शन गर्न जान नसक्ने अपाङ्ग, अशक्त विकलाङ्गहरू, अनि असहाय निसहायहरू, अनि गएर चाहिँ अशक्तहरू, वृद्ध वृद्धाहरू, अनि जो आर्थिक रूपमा त्यहाँ सम्पन्न हुनुहुन्न, जान सक्नुहुन्न, उहाँहरूलाई यही सहज रूपमा दर्शन गराउने एउटा लक्ष्य थियो। दोस्रो, त्यो केन्द्रबाट हामीले एउटा विचारवादको वकालत गर्नेछौँ। फेरि दोहोऱ्याएर भने मैले त्यो केन्द्रबाट हामीले नेपालमा एउटा विचारवादको वकालत गर्नेछौँ। त्यो राजनीतिक विचारवाद होइन, जीवन जिउने विचारवाद। त्यो विचारवाद कस्तो भनेदेखि अध्यात्मवाद र भौतिकवाद, त्यो दुईटै विचारवादको संयोजनबाट, मध्यमार्गी धारबाट जीवन चल्न पर्छ भनेर चाहे राजनीतिक कर्मी हुन्, चाहे विभिन्न सेवाग्राही हुन्, या समाजका विभिन्न विधामा काम गर्ने व्यक्ति हुन्, हरेकलाई व्यक्ति अध्यात्मवादी पनि बन्नुपर्छ, व्यक्ति भौतिकवादी पनि बन्नुपर्छ भन्ने ज्ञान सन्देश र साधना सिकाएर हामीले नेपाल आध्यात्मिकता र भौतिकताको दुईटैको समायोजनको मध्यमार्गी धारबाट चल्ने मुलुक हो भन्ने सन्देश प्रवाह गर्न खोजेका छौँ। तेस्रो अघि नै मैले भने हाम्रो लक्ष्य वान डे नेपाल विल लिड द वर्ल्ड। एक दिन नेपालले विश्वलाई नेतृत्व गर्नेछ। कसरी भने नेपालसँग वेद र बुद्ध छ। नजानिदो पारेबाट नेपालमा जन्मिएको योग र ध्यानले विश्वलाई नेतृत्व गरेको छ। हो त्यही कुराको यहाँहरू जस्ता युवा पङ्क्तिमा, सञ्चारकर्मी साथीहरूमा, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू मार्फत यो कुराको वकालत गरेर विश्वव्यापी रूपमा जागरण पैदा गर्ने काम त्यो केन्द्रबाट हामीले गर्नेछौँ। आध्यात्मिक साधनाका लागि जाने, आध्यात्मिक साधना भनेको योग र ध्यान। वैदिक सनातनीहरू, बौद्ध मार्गीहरू त्यहाँ चाहिँ मन्दिरको दर्शन गर्न जालान्। अब इस्लाम किन जाने अथवा इसाई किन जाने भन्नु होला। उहाँहरूले चाहिँ ध्यान गर्न जाने। ध्यान कसका लागि हो? ध्यान कुनै देवता विशेषका लागि त होइन, ध्यान त आफ्नो लागि हो। आध्यात्मिकता भने चाहिँ पूजा गर्ने, पाठ गर्ने, नित्यकर्म गर्ने मात्र होइन। आध्यात्मिकता भने चाहिँ आफूलाई खोज्ने प्रक्रिया हो। आफूलाई शान्त कसरी राख्ने, व्यवस्थित कसरी राख्ने, सन्तुलित कसरी राख्ने, मानसिक रूपमा नियन्त्रित कसरी राख्ने। हरेक व्यक्ति अहिले चाहिँ मानसिक रोगको शिकार छ। अरबपति छ, मान्छे सुत्ने बेलामा स्लिपिङ ट्याब्लेट खाएर सुत्छ। हो त्यो कुराको मस्तिष्कमा व्यवस्थापन गर्दै व्यक्तिलाई ऊर्जा भर्नका लागि हामी ध्यान साधना गराउँछौँ र त्यस्ता व्यक्तिहरू त्यहाँ जाने। अब यो 2082 साल वैशाख 19 देखि 27 गतेसम्म प्राण प्रतिष्ठा हुँदैछ। त्यहाँ राष्ट्र प्रमुखदेखि सरकार प्रमुखसम्म सबै दलका उच्च स्तरीय नेतादेखि सन्त महन्त लामा गुरुहरू सबै आउनुहुन्छ। स्वदेश विदेशका भक्तजनहरू पनि धेरै ठाउँबाट हामीले बोलाएका छौँ। उहाँहरूको पनि आगमन हुनेछ र त्यसको लागि हामीले 3001 जनाको मूल समारोह समिति। अब यो प्राण प्रतिष्ठाको तयारीको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ हामीले 3001 जनाको मूल समारोह समिति, जसको संयोजक निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष जयराम लामिछानेको संयोजकत्वमा 301 जनाको सहसंयोजक, महासचिव, सचिवहरू, कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायत 3001 जनाको मूल समारोह समिति बनेको छ र विभिन्न कार्य सम्पादन 60-65वटा उपसमिति बनेर तदनुरूप कामहरू अगाडि बढ्दैछ। त्यसै गरिकन व्यवस्थापकीय कर्महरू पनि अगाडि बढाएका छन्। प्रचार प्रसारको काम तीव्र भएको छ। राष्ट्रपति प्रधानमन्त्रीलाई पनि बोलाउने काम, स्वदेश विदेशबाट सन्तहरू, लामाहरू, गुरुहरू बोलाउने काम भइरहेको छ र सरकारबाट अपेक्षित जति हुनुपर्ने त्यो भएको छैन। नागार्जुन नगरपालिकाले साथ दिएको छ, अगाडि बढेको छ र सँगै हामीले विभिन्न ठाउँमा गएर स्कुल बनाएका छौँ, कलेज बनाएका छौँ, हस्पिटल बनाएका छौँ। पिताजीले, मैले, हामीले गुण लगाएका क्षेत्रका भक्तजनहरूबाट पनि उत्साहजनक एउटा सहभागिता अनि साथ, प्रेम सबैबाट मिल्दैछ र यो कार्यक्रम भव्य रूपमा सम्पन्न हुनेछ भन्ने मैले विश्वास ल्याएको छु। अब अहिले 22 रोपनी जग्गाले मात्रै हामीलाई पुग्दैन। अब हामी 50-60 रोपनी जग्गा फेरि थप्ने योजनामा छौँ र निकट भविष्यमा एउटा साधना केन्द्रसहित वैदिक चाहिँ अध्ययन स्थल पनि बनाउने हाम्रो योजनासँगै हामी अत्याधुनिक किसिमको समावेशी खालको शिक्षालय पनि
दोस्रो चरणमा हामी खोल्दैछौँ। यो पहिलो चरणको काम सम्पन्न गरेपछि र समग्र त्यहाँ गएपछि वेद र बुद्धलाई मान्छेले अभ्यास गर्न सकोस्, योग र ध्यानलाई चिन्न सकोस् र नेपाललाई चिनोस् भन्ने नै हो। नेपाल आमाको गरिमालाई उठान गर्ने र यो भूमिलाई हँसाउने प्रयत्न हो र यसको शुभारम्भ बद्रीनारायण प्राण प्रतिष्ठाबाट गर्दैछौँ। अब 3 किसिमबाट मैले आह्वान गर्ने गरेको छु भक्तजनलाई। एक किसिमबाट नारायण गुरुलाई श्रद्धाञ्जली दिन आइदिनुहोस्, किनभने वैशाख 23 गते नारायण गुरुको हत्या भएको 20 वर्ष पुरा हुँदैछ। उहाँलाई श्रद्धाको फुल चढाउन आउनुहोस्। एउटा हामीले नेपाललाई विश्व चिनाउँछौँ, नेपालले विश्वलाई नेतृत्व गर्नेछ भन्ने अभियान छ, यसलाई साथ दिन आइदिनुहोस्। तेस्रो हामीले गरेका कर्महरूको प्रभावबाट बनेको बद्रीधाम र हामीलाई साथ हौसला दिन र धामको दर्शन गर्न आइदिनुका लागि म सबैमा हार्दिक अनुरोध गर्दछु।